नमस्कार तथा हार्दिक स्वागत छ सम्पूर्ण आदरणीय सर म्यामहरूमा। विजय राणाभाट अफिसियल युट्युब च्यानलबाट म विजय कुमार राणाभाट। लामो समयसम्मको अध्यापनपछि हाल म पाठ्यक्रम विकास केन्द्रमा पाठ्यक्रम अधिकृतको भूमिकामा कार्यरत छु। यहाँहरूलाई विभिन्न शिक्षक सेवा आयोग र लोक सेवा आयोगका विशेष गरी प्राविधिक सहायक शिक्षा र विद्यालय निरीक्षक पदका परीक्षाहरूमा यहाँलाई अलिकति तयारीका लागि सहजता पुर्याउने हेतुले मैले विभिन्न समयमा भिडियोहरू गराइराखेको छु र यसै क्रममा आज चाहिँ म अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 जुन नेपालको वर्तमान संविधानको धारा 31 को उपधारा 2 मा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क र माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनेर व्यवस्था गरेको छ। त्यो अनिवार्य तथा निशुल्क शिक्षालाई थप व्यवस्थित गर्नका लागि बनेको ऐन चाहिँ यो अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 हो भने र यसको नियमावली 2077 पनि रहेको छ। त्यो हामी अर्को भिडियोमा छलफल गर्नेछौँ। सुरु गरौँ आजको भिडियोतर्फ। यदि यहाँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरिदिनु हुनका निमित्त पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 जुन प्रमाणीकरण तथा प्रकाशन भएको मिति चाहिँ 2075/6/2 हो। यसमा हामी राष्ट्रिय शिक्षा दिवस पनि मनाउने गर्दछौँ अहिले आएर यही मितिलाई आधार मानेर। सम्मत 2075 सालको ऐन नम्बर 16 यो ऐनहरू जारी भइराख्दाखेरि यसको क्रम चाहिँ 16 नम्बरमा परेको थियो भन्ने अर्थ लाग्छ। किन बनेको भन्ने सेन्समा चाहिँ अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन। अब यो यदि सजिलो प्रश्न त नसोध्ला। अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कुन हो भन्यो भने अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075। यसको प्रस्तावनामा के छ त हेरौँ। विशेष गरी यो शिक्षक बढुवामा पनि यो टपिक रहेको छ। बढुवामा यो सब्जेक्टिभमा पनि आउन सक्छ र अब्जेक्टिभमा एमसिक्यूमा पनि आउन सक्छ। यो लेख्ने रिटर्नतिर लेख्नु पर्दाखेरि चाहिँ प्रस्तावनाका कुराहरूले हामीलाई निकै नै गाइड गरिरहेका हुन्छन्। त्यो कुरालाई पनि मैले यहाँ राख्न चाहेँ। त्यही शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकहरूलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षालाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माणमा केन्द्रित गर्दै शिक्षामा सबैको सहज र समतामूलक पहुँच र निरन्तरता सुनिश्चित गर्न तथा शिक्षालाई सर्वव्यापी जीवनोपयोगी प्रतिस्पर्धी र गुणस्तरयुक्त बनाउनका लागि अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ। सङ्घीय संसदले बनाए। यो चाहिँ प्रस्तावनाको कुरा रह्यो। शिक्षालाई आधारभूत मानव अधिकारको रूपमा लियो। संविधान प्रदत्त मौलिक हकलाई कार्यान्वयन गर्न मैले अघि संविधानमा भएको व्यवस्थाको पनि यहाँहरूलाई छोटकरीमा विषयवस्तु राखेँ। लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख भनेको छौँ हामी राष्ट्र निर्माणमा केन्द्रित गर्नका लागि। शिक्षामा सबैको पहुँच हुनुपर्यो, सहज पहुँच हुनुपर्यो, समतामूलक पहुँच हुनुपर्यो र त्यसको निरन्तरता सुनिश्चित गर्नका लागि। अब लागौँ परिच्छेदतर्फ। परिच्छेदको प्रारम्भिकमा परिच्छेद 1 अन्तर्गत हेरौँ हामी। यसको नाम चाहिँ अब अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 रहेको छ भने यो ऐन तुरुन्त प्रारम्भ हुनेछ भनेपछि प्रारम्भ भइराखेको छ। यो कार्यान्वयन भइराखेको छ। अब ऐन कार्यान्वयन भइराखेको छ। यसको व्यवहारिक पक्ष के कति कार्यान्वयन भइरहेको छ भन्ने कुरा चाहिँ मूल्याङ्कनको विषयवस्तु र यो विश्लेषणको विषयवस्तु
बनिरहेको अवस्था छ देशभरि नै। परिभाषाबाट पनि प्रश्न आउन सक्छ साथीहरू। परिभाषाबाट जस्तै परिभाषाबाट प्रश्न आयो भने अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 अनुसार अनिवार्य शिक्षा भन्नाले के बुझिन्छ? अभिभावक भन्नाले कसलाई जनाउँछ? आधारभूत शिक्षा भन्नाले कतिदेखि कति कक्षासम्मको शिक्षा हो? के अनुसार त? अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 अनुसार तपाईले यसरी तयारी गर्नुपर्ने हुन्छ। अब पढौँ र यसलाई हेरौँ। अनिवार्य शिक्षा भन्नाले नेपाल सरकारद्वारा तोकिएको उमेर समूहका बालबालिकालाई, यो आधारभूत तह भनेको छ, आधारभूत तहका बालबालिकालाई तोकिएका उमेर समूहका बालबालिकाहरूलाई विद्यालय वा अन्य वैकल्पिक शैक्षिक संस्थामा भर्ना भई नियमित अध्ययन गर्ने र आधारभूत तहको अध्ययन पुरा गर्ने बाध्यकारी व्यवस्थालाई सम्झिनुपर्छ। यो नाम नै अनिवार्य छ साथीहरू। अनिवार्य भएपछि यो बाध्यकारी व्यवस्था हो। बाध्यकारी व्यवस्था हो। यसमा प्रत्येक अभिभावकले आधारभूत तहसम्मको शिक्षा प्राप्तिको लागि आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउनु पर्ने उनीहरूको दायित्व रहन्छ र राज्यले ती नागरिकलाई अनिवार्य रूपमा शिक्षा, निशुल्क शिक्षा प्रदान गर्नुपर्ने दायित्व रहेको हुन्छ। अब अभिभावक हेरौँ। अभिभावक भन्नाले बालबालिकाको बाउ आमा विद्यालयमा अभिभावकको रूपमा नाम दर्ता भएको व्यक्ति सम्झिनु पर्दछ। हेर्नु त, बाबुआमा भइहाल्यो, त्यसै अभिभावकको रूपमा नाम दर्ता भएको व्यक्ति। र यसले अर्को के कुरा पनि थप गर्छ भन्दा साथीहरू, सो शब्दले निजको संरक्षक वा माथावरलाई समेत जनाउँछ। सो शब्दले निजको संरक्षक वा माथावरलाई समेत जनाउँछ। संरक्षण गर्ने व्यक्तिलाई पनि अभिभावक मान्छ यसले। आर्थिक रूपले विपन्न भनेको चाहिँ तोकिएको सीमाभन्दा कम वार्षिक आय भएको अवस्था सम्झिनुपर्छ भने आधारभूत शिक्षा भन्नाले अनिवार्य तथा निशुल्क शिक्षा ऐनले पनि आधारभूत शिक्षा भन्नाले चाहिँ कक्षा 1 देखि 8 सम्मको विद्यालय शिक्षा सम्झिन्छ। यो तोकिएको त्यति महत्त्वपूर्ण छैन। मैले अब निजी लगानीका विद्यालय भन्नेमा गएँ। निजी लगानीका विद्यालय भन्नाले निजी लगानीमा स्थापना वा सञ्चालन भएका विद्यालय सम्झिनुपर्छ र सो शब्दले यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको संस्थागत विद्यालयलाई समेत जनाउँछ। यो निजी लगानीका विद्यालय भनेको अब हामी संस्थागत विद्यालय भनेर ऐन नियमावलीमा, शिक्षा ऐन नियमावलीमा संस्थागत विद्यालय भन्ने छ। यसले चाहिँ निजी लगानीका विद्यालय भन्छ। आखिरी कुरोको मूल चुरो चाहिँ एउटै हो। अब निशुल्क शिक्षा भन्नाले विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै पनि शुल्क असुल नगरी दिइने शिक्षालाई सम्झिनुपर्छ। कुनै पनि शीर्षकमा विद्यार्थी र अभिभावकबाट शुल्क नलिइकन दिइने शिक्षा चाहिँ निशुल्क शिक्षा हो। प्रधानाध्यापक भन्नाले हेरौँ। प्रधानाध्यापक भन्नाले विद्यालयको नेतृत्व वहन गरी व्यवस्थापकीय तथा प्रशासनिक जिम्मेवारी निर्वाह गर्ने विद्यालयको कार्यकारी पदाधिकारी हो। कार्यकारी पदाधिकारीलाई सम्झिनुपर्छ र सो शब्दले विद्यालय वा शिक्षण संस्थाको व्यवस्थापन प्रमुखको जिम्मेवारी भएको प्रधानाचार्य वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य व्यक्तिलाई समेत जनाउन सक्छ। प्रधानाध्यापक भन्नाले कार्यकारी अधिकार प्राप्त गरेको व्यक्ति हुन्छ। अब जब हेरौँ प्रारम्भिक बाल विकास तथा शिक्षा। प्रारम्भिक बाल विकास तथा शिक्षा भन्नाले 4 वर्ष उमेर पुरा गरेका बालबालिकालाई कक्षा 1 मा प्रवेश गर्नुभन्दा अगाडि, हेर्नुहोस् है, सिम्पल छ। 4 वर्ष उमेर पुरा गरिसकेका कक्षा 1 मा प्रवेश गर्नुभन्दा अगाडि दिइने कति अवधिको त? 1 वर्षको। 1 वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित। फेरि कति अवधिको भन्दा 1 वर्षको। कुन उमेर समूहकालाई भन्दा 4 वर्ष उमेर पुरा भएका बालबालिकालाई कक्षा 1 मा प्रवेश गर्नुभन्दा अगाडि दिइने बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित
बाल विकास तथा अब केमा केन्द्रित हुन्छ यो भन्दाखेरि बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित हुन्छ। बाल विकास तथा शिक्षा सम्झिनुपर्छ। माध्यमिक शिक्षा भन्नाले कक्षा 9 देखि 12 सम्म वा सो सरहको शिक्षा सम्झिनुपर्छ। 9 देखि 12 सम्मको शिक्षा सम्झिनुपर्छ। यो हाम्रो विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076ले पनि सोही कुरा भन्छ। यो मातृभाषी शिक्षा भन्नाले चाहिँ नेपालमा बोलिने नेपाली समुदायको कुनै मातृभाषाका माध्यमबाट दिइने शिक्षा सम्झिनुपर्छ र सो शब्दले मातृभाषामा आधारित बहुभाषी शिक्षालाई समेत जनाउँछ। विद्यालय चाहिँ सार्वजनिक र निजी दुईटै हुन्छ। यहाँ हेर्नुहोस् त, सार्वजनिक वा निजी लगानीका विद्यालय हो। र एउटा कुरा चाहिँ यहाँ टर्मिनोलोजी थोरै फरक पाउनुहुन्छ हजुरहरूले। यो अनिवार्य तथा निःशुल्क शिक्षा 2075मा यसले सार्वजनिक वा निजी लगानीका विद्यालय भन्छ। तर शिक्षा ऐन र शिक्षा नियमावलीमा तपाईँहरूले सामुदायिक र संस्थागत विद्यालय भेट्नुहुन्छ। यो अब अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 अनुसार नियमावली 77 अनुसार सार्वजनिक र निजी विद्यालय भनेर याद गर्नुहोस् र ऐन नियमावलीमा चाहिँ सामुदायिक तथा संस्थागत विद्यालय भनेर याद गर्नुहोस्। यसरी याद गरिसकेपछि दुईटातिरका विषयवस्तु कन्फ्युजिङ रहँदैन। यो विद्यार्थी भन्नाले भनिन्छ। विद्यार्थी भन्नाले विद्यालयमा भर्ना भई अध्ययन गरिरहेका व्यक्तिलाई सम्झिनुपर्छ र सो शब्दले औपचारिक, हेर्नुहोस् न, सो शब्दले अनौपचारिक, खुल्ला, वैकल्पिक लगायत कार्यक्रममा शिक्षा हासिल गरेको व्यक्तिलाई समेत जनाउँछ। औपचारिक त भइहाल्यो विद्यालयमा भर्ना भएर, हैन। अरू अनौपचारिक, खुल्ला, वैकल्पिक जुन तरिकाबाट भयो भने शिक्षा हासिल गरेका सबै व्यक्ति चाहिँ विद्यार्थी हुन्। प्रश्न लेखेको छ। विशेष शिक्षा भन्नाले हेर्नुहोस् त, यो ऐनको परिभाषासँग लगभग मिल्छ। शिक्षा ऐनको दृष्टिविहीन, बहिरा, अटिज्म, बौद्धिक अपाङ्गता, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका वा यस्तै प्रकृतिका अवस्थाका व्यक्तिलाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा चाहिँ विशेष शिक्षा हो। समावेशी शिक्षा फरक छ साथीहरू। यहाँ समावेशी शिक्षाको छलफल हुँदैन। यसमा चाहिँ छुट्टै समूह राखेर विशेष प्रकार र निश्चित माध्यमबाट दिइन्छ। समावेशी शिक्षामा जस्तो एउटै पद्धतिबाट दिइँदैन। शिक्षक भन्नाले चाहिँ विद्यालयको अध्यापक सम्झिनु पर्यो र सो शब्दले प्रधानाध्यापक समेतलाई जनाउँछ। यो कुरा अर्को ख्याल गर्नुपर्ने कुरा छ। ऐनमा पनि यही कुरा छ, शिक्षा ऐनमा। अब शिक्षण संस्था भन्नाले विद्यालय वा उच्च शिक्षा प्रदायक संस्था नै शिक्षण संस्था हुन् र सो शब्दले अनौपचारिक, वैकल्पिक वा खुल्ला शिक्षा प्रदान गर्ने संस्थालाई समेत जनाउँछ। अब सार्वजनिक विद्यालय हेर्नुहोस् है, अघि हामी निजी लगानीका विद्यालय हेऱ्यौँ, अब सार्वजनिक विद्यालयलाई हेर्छौँ। सार्वजनिक विद्यालय भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको लगानी वा अनुदानमा सञ्चालित विद्यालय सम्झिनुपर्छ र सो शब्दले प्रचलित कानुन बमोजिम सामुदायिक विद्यालयको रूपमा सञ्चालित विद्यालय समेत जनाउँछ। अब नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको लगानी वा अनुदान हुनु पर्यो त्यो विद्यालय पक्कै पनि सार्वजनिक विद्यालय भनिसकेपछि। र हामीले अहिलेसम्म पनि भन्छु म, अहिले पनि सामुदायिक विद्यालय भनेर याद गर्छौँ र कानुनी व्यवस्था पनि छ र ती विद्यालय पनि स्वाभाविक रूपमा अटोमेटिक रूपमै सार्वजनिक विद्यालयमा परिहाल्यो। अब यो सार्वजनिक शैक्षिक गुठी विद्यालय भनेको चाहिँ मुनाफा कमाउने उद्देश्य नराखी, नाफा कमाउने उद्देश्य नराखी सार्वजनिक शैक्षिक गुठी अन्तर्गत स्थापना वा सञ्चालन भएका कल्याणकारी विद्यालय सम्झिनुपर्छ। कल्याणकारी विद्यालय यी अर्थमा हुन् कि यिनीहरूको मुख्य उद्देश्य नाफा कमाउने रहँदैन अथवा नाफा कमाउने उद्देश्यले यो खोलिएका हुँदैनन्। यिनीहरू खोलिएका हुँदैनन्। परीक्षा 2 मा जाउँ। धेरै महत्त्वपूर्ण छ, प्रश्न धेरै सोधिरहेको छ यसबाट। त्यही भएर मैले यहाँ एकदम महत्त्वपूर्ण कुराहरूलाई हाइलाइट गरेको छु। यहाँले स्क्रिनसट पनि गर्न सक्नुहुन्छ। शिक्षा प्राप्त गर्ने अधिकार। अब प्रत्येक नागरिकलाई
कसलाई भन्दा प्रत्येक नागरिकलाई। केमा भन्दा गुणस्तरीय शिक्षामा। के को अधिकार हुनेछ भन्दा समतामूलक पहुँचको अधिकार हुन्छ। हेर्नुहोस् त, हेर्दाखेरि त खासै एक लाइन जस्तो छ, तर यहाँ 3वटा प्रश्न लुकेका छन्। कसलाई? प्रत्येक नागरिकलाई। केमा पहुँचको अधिकार हुनेछ? समतामूलक पहुँचको अधिकार हुनेछ। गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको गुणस्तरीय शिक्षामा के हुनेछ? समतामूलक पहुँचको अधिकार हुनेछ। ल हेर्नुहोस्, अब यो सोधेको प्रश्न विगतमा शिक्षक सेवामा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई। कसलाई भन्दा प्रत्येक नेपाली समुदायलाई भन्ने कुरा ख्याल गर्नु पर्यो। नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ। त्यस्तै गरी प्रत्येक नागरिकलाई ऐन तथा प्रचलित कानुन बमोजिम साक्षर हुने, प्रारम्भिक बाल विकास तथा शिक्षा आधारभूत। हेर्नुहोस् त, यो साक्षर हुने पनि हक अधिकार छ, साक्षर मात्रै पनि। प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षा र उच्च शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ। त्यही अनुसारको शिक्षण संस्थामा प्रवेश पाउने, अध्ययन गर्ने, अनुसन्धान गर्ने, परीक्षामा सहभागी भएर प्रमाणपत्र लिने पनि अधिकार छ। र निरक्षर नागरिकको हकमा के छ भन्ने अर्को प्रश्न आउन सक्छ। निरक्षर नागरिकको हकमा चाहिँ तोकिए बमोजिम साक्षर हुने अधिकार छ। हामी साक्षर नेपालको अभियानमा छौँ। अहिले कालीकोट घोषणा भइसकेपछि 68वटा जिल्ला साक्षर पनि घोषणा भइसकेका छन्। साक्षर जिल्ला। प्रत्येक नागरिकलाई प्रचलित कानुन बमोजिमको शर्त र मापदण्ड पुरा गरी आफ्नो योग्यता, क्षमता र रुचि अनुसार उच्च शिक्षा प्राप्त गर्ने पनि अधिकार हुनेछ। उच्च शिक्षाको कुरा पनि आयो। अपाङ्गता भएका व्यक्तिलाई विशेष शिक्षा माध्यमबाट शिक्षा प्राप्त गर्छन्। अब आर्थिक रूपले विपन्न, अपाङ्ग र दलित नागरिकलाई चाहिँ निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने अधिकार छ, प्राप्त गर्ने अधिकार छ। भने जनआन्दोलन, सङ्घर्ष, सशस्त्र सङ्घर्ष, क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीद, विपत्ता पारिएका व्यक्ति, द्वन्द्व पीडित, घाइते तथा अपाङ्गता भएका व्यक्तिका छोराछोरीले चाहिँ के छ? विशेष अवसर पाउने अधिकार छ। फरक छ साथीहरू। हेर्नुहोस् त, निरक्षरलाई साक्षर हुने अधिकार, अरू सबै नागरिकलाई चाहिँ प्रचलित कानुन अनुसार क्षमता रुचि अनुसार चाहिँ उच्च शिक्षामा अधिकार। अपाङ्गता भएकालाई विशेष शिक्षा माध्यमबाट अवसर। आर्थिक रूपले विपन्न, अपाङ्ग र दलितलाई निःशुल्क उच्च शिक्षामा अधिकार। फरक छ। हेर्नुहोस् है, अब यो जनआन्दोलन, सशस्त्र सङ्घर्षका कुरा आउँदाखेरि विशेष अवसर भनेको छ। विशेष अवसर भनेको छ। यो गुणस्तरीय शिक्षा प्राप्त गर्ने त अधिकार प्रत्येक बालबालिकालाई भइहाल्ने भयो। अब अगाडि बढौँ। विद्यालय शिक्षा प्रदान गर्ने दायित्व चाहिँ राज्यको हो। प्रत्येक नागरिकले आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व र तत्सम्बन्धी आवश्यक व्यवस्था मिलाउने गरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको दायित्व हुन्छ। आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व चाहिँ कसको भने त? नेपाल सरकारको, प्रदेश सरकारको, स्थानीय तहको। र प्रत्येक नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व चाहिँ राज्यको हुन्छ। आधारभूत तहको भन्दा फेरि 3वटा सरकार देखायो: नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र माध्यमिक तहको सवालमा चाहिँ राज्यको दायित्व हुन्छ भनेको छ। यहाँ जुन टर्मिनोलोजी युज गरेछ हामी त्यसैलाई ख्याल गर्नुपर्छ, किनकि हामीसँग एउटा फिक्स माइन्डसेट छ। कहिलेकाहीँ यो ऐन नियमावलीका कुराहरू अलिकति फरक तरिकाबाट प्रस्तुत गरिएका हुन्छन्। हामीले जुन यसबाट भित्र डिटेलमा नजाँदाखेरि परीक्षामा चिप्लिने सम्भावना बढिरहन्छ। अब नागरिकको कर्तव्यमा आधारभूत तहको शिक्षा हासिल गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। ल हेर्नुहोस्, आधारभूत तहको शिक्षा चाहिँ हासिल गर्नै पर्यो। आधारभूत शिक्षा प्राप्त गर्ने उमेर समूहका बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउनु चाहिँ प्रत्येक नागरिकको कर्तव्य। आफ्ना बालबालिकालाई अनिवार्य रूपमा आधारभूत शिक्षा हासिल गर्ने उमेर समूहका बालबालिकालाई अनिवार्य रूपमा चाहिँ विद्यालय पठाउनु पर्यो। त्यो कसको कर्तव्य हो? प्रत्येक नागरिकको कर्तव्य हो। 2टा कर्तव्य यहाँ जोड गर्यो। एउटा हेर्नुहोस् त, आधारभूत तहसम्मको शिक्षा हासिल गर्नु पर्यो। एउटा आधारभूत तहसम्मको शिक्षा हासिल गर्नु पर्यो र अर्को चाहिँ आफ्ना बालबालिकालाई जुन आधारभूत शिक्षा प्राप्त गर्ने उमेर समूहका छन् तिनीहरूलाई विद्यालय पठाउनु पर्यो नियमित रूपमा। परीक्षा 3मा जाउँ। परीक्षा 3मा केही कुरा महत्त्वपूर्ण छन्। जस्तै एउटा
अनिवार्य शिक्षा प्रदान गर्नुपर्ने भन्ने हेर्नुहोस् त, प्रत्येक स्थानीय तह मार्फत कसले भन्दा स्थानीय तहले, प्रत्येक स्थानीय तह मार्फत राज्यले 4 वर्ष पुरा भई 13 वर्ष उमेर पुरा नभएको प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क शिक्षा प्रदान गर्नुपर्छ। उमेर चाहिँ कति त भन्दाखेरि 4 वर्ष पुरा भएर 13 वर्ष पुरा नभएको भनेर ख्याल गर्नुहोस् एउटा। अब अर्को त्यसको अतिरिक्त चाहिँ हामीले अघि पनि कुरा गरिसक्यौँ, प्रारम्भिक बाल विकास तथा शिक्षा। प्रारम्भिक बाल विकास तथा शिक्षा भनेको अब यो शिक्षाको यो 4 वर्ष उमेर पुरा भएर कम्तीमा 1 वर्षको हुन्छ त्यो बालबालिकालाई भर्ना गराउनु पर्ने भन्ने कुरामा हेर्नुहोस्। आधारभूत तहमा प्रत्येक बालबालिकालाई निजको उमेर अनुसार कक्षामा पाएक पर्ने विद्यालयमा सम्बन्धित अभिभावकले भर्ना गराउनुपर्छ। भर्ना गराउने जिम्मेवारी कसको हो? अभिभावकको हो। अभिभावकको हो। अब पाएक पर्ने विद्यालय भनेको चाहिँ साथीहरू आफू रहेको स्थानबाट अथवा अभिभावक रहेको स्थानबाट 2 किलोमिटरसम्मको दूरीलाई सम्झिन्छ है। त्यो 2 किलोमिटर पनि ख्याल गर्नुहोस्, कहिलेकाहीँ सोधिन सक्छ। त्यही आधारभूत तहसम्मको शिक्षा पुरा नगरी यिनीलाई पठन पाठन गर्ने वञ्चित गर्ने उद्देश्यले अभिभावकले विद्यालय छुटाउन र विद्यालय जान रोक लगाउन पाइँदैन। प्रश्न लेखेको छ, भौगोलिक आर्थिक भौगोलिक शारीरिक मानसिक अवस्था वा अन्य कुनै प्रतिकूलताका कारणले बालबालिकाहरू विद्यालय जान नसक्ने भएमा तोकिए बमोजिम आवासीय विद्यालयमा अध्ययन गर्ने व्यवस्था पनि मिलाउनुपर्छ। त्यस कारणले गर्दा आधारभूत तहको शिक्षा चाहिँ जसरी पनि लिनुपर्ने भन्ने कुरा देखाउँछ। पाएक पर्ने विद्यालयमा शिक्षा प्राप्त गर्ने अर्को, पाएक पर्ने विद्यालयमा शिक्षा प्राप्त गर्ने भनेको प्रत्येक बालबालिकालाई निजको अभिभावकको वासस्थानबाट पाएक पर्ने विद्यालयमा आधारभूत तह वा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ। र आधारभूत तहको शिक्षा प्राप्त गर्ने उमेरको बालबालिका हकमा विद्यालयमा उपलब्ध हुन नसकेमा स्थानीय तहले यो ऐन प्रारम्भ भएको 3 वर्षभित्र, कति समयभित्र भन्दा 3 वर्षभित्र त्यस्तो ठाउँमा विद्यालय स्थापना गर्नुपर्ने वा त्यस्तो बालबालिकाले आधारभूत तहसम्मको शिक्षा प्राप्त गर्न सक्ने वैकल्पिक व्यवस्था भयो भने गर्नुपर्छ। यो स्थानीय तहको जिम्मा छ। 3 वर्षभित्र यो ऐन भनेको 3 वर्षभित्र भन्छ। भर्ना गर्न इन्कार गर्न पाइँदैन। भर्ना गर्न इन्कार गर्न पाइँदैन, तर केही कन्डिसन छ, त्यस्तो बेलामा विद्यालय भर्ना गर्न नसक्ने अवस्था रहन सक्छ। हेर्नुहोस् त, कुनै अभिभावकले आफ्नो बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा प्राप्त गर्न निजलाई पाएक पर्ने विद्यालयमा वा अन्य कुनै विद्यालयमा भर्ना गर्न अनुरोध गरेमा देखाएको अवस्था बाहेक त्यस्तो विद्यालयको प्रधानाध्यापकले भर्ना गर्न इन्कार गर्नु हुँदैन। कमा छ, कुनै कक्षाको लागि अध्यापन गराउने विद्यार्थी जति सङ्ख्या निर्धारण गरिएको त्यति नै सङ्ख्याको बालबालिका भर्ना भइसक्यो भने, जति कोटा त्यति भर्ना भइसक्यो भने एउटा। अर्को, जुन कक्षामा निज भर्ना हुन लागेको निजले त्यस्तो कक्षाको न्यूनतम स्तरै पुरा नगरेमा, र अर्को चाहिँ विद्यालयको भौतिक अवस्थाको कारणले गर्दा थप बालबालिका भर्ना गर्न नसक्ने अवस्था। यी 3वटा अवस्था बाहेक अरू कुनै पनि अवस्थामा भर्ना गर्न इन्कार गर्न पाइँदैन। यसरी बुझौँ। अब विद्यालयबाट निष्कासन गर्न नहुने, कुनै विद्यालयमा भर्ना भई आधारभूत तहसम्मको शिक्षा लिइरहेको कुनै पनि बालबालिकालाई विद्यालयबाट निष्कासन गर्न पाइँदैन। निष्कासन गर्न पाइँदैन। खराब आचरणै भएको बालबालिका रहेछ, त्यो अनुशासनहीनै रहेछ भने पनि विद्यालयले परामर्श सेवाको उपलब्ध गराउने हो। परामर्श सेवा सुविधाको उपलब्ध गराउने हो। तर के गर्न पाइएन त साथीहरू? निष्कासन गर्न पाइएन। पुनः भर्ना गर्नुपर्ने भन्ने छ अर्को। हेर्नुहोस् है, यो 5 वर्ष उमेर पुरा भई 12 वर्ष उमेर पुरा नगरेका कुनै पनि बालबालिका जुनसुकै कारणले पनि विद्यालयमा भर्ना हुन नसकेको अथवा पुरा नगरी छोड्यो भने उसलाई फेरि यसलाई पुनः भर्ना गर्नुपर्छ र आधारभूत शिक्षा प्रदान गर्नुपर्छ। त्यो व्यवस्था छ। यो स्थानान्तरण गर्ने भन्ने कुरा छ। त्यसपछि स्थानान्तरण प्रमाणपत्र पनि दिनु पर्यो। आधारभूत तहसम्मको शिक्षा पुरा नगरेको कुनै बालबालिका वा निजको अभिभावकले कुनै कारण देखाई निजले अध्ययन गरिरहेको विद्यालय छोडी त्यस्तो शिक्षा प्राप्त गर्न अर्को कुनै विद्यालयमा भर्ना हुन स्थानान्तरण पत्र माग गरेमा निजले पुरा गरेको अध्ययनको विवरणको लागि सम्बन्धित प्रधानाध्यापकले निजलाई अविलम्ब स्थानान्तरण, यो ट्रान्सफर सर्टिफिकेट भनौँ हैन, स्थानान्तरण प्रमाणपत्र दिनुपर्ने छ। अब अर्को शिक्षा भनेको औपचारिक शिक्षा मात्रै होइन, वैकल्पिक शिक्षा हो। अनौपचारिक शिक्षाको रूपमा पनि अनौपचारिक शिक्षा पनि प्रदान गर्न सकिन्छ भन्ने कुरा हो।
विद्यालयमा भर्ना भई नियमित रूपमा अध्ययन गर्न नसक्ने बालबालिकालाई माध्यमिक तहको शिक्षा अनौपचारिक वा खुल्ला विद्यालयबाट प्रदान गर्न सकिन्छ। नेपाल सरकारले स्थानीय तह मार्फत माध्यमिक शिक्षा प्रदान गर्नका लागि आवश्यकताको आधारमा अनौपचारिक र खुल्ला विद्यालय स्थापना एवं सञ्चालन गर्ने व्यवस्था छन्। पर्याप्तताको कुरामा ध्यान दिनु पर्यो। अब परम्परागत शिक्षा प्रदान गर्न सकिने परम्परादेखि चलिआएका शिक्षा सम्बन्धी मूल्य, मान्यता, संस्कृति, रीतिरिवाज र अभ्यासको संरक्षण र जगेर्ना गर्न र त्यसलाई समय सापेक्ष परिमार्जन गरी निरन्तरता दिन गुरुकुल, गुम्बा र मद्रसा जस्ता संस्था सञ्चालन गरी बालबालिकालाई शिक्षा प्रदान गर्न सकिन्छ। यसरी परम्परागत शिक्षा प्रदान गर्न सकिने व्यवस्था पनि अनिवार्य तथा निःशुल्क शिक्षा 2075 मा रहेको छ। अब प्राविधिक शिक्षा सम्बन्धी के छ त? प्राविधिक शिक्षा सम्बन्धीको व्यवस्था आधारभूत तह पुरा गरेका प्रत्येक नागरिकलाई प्रचलित कानुन बमोजिम माध्यमिक शिक्षा वा सोस्रको प्राविधिक शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ र यो दफामा लेखिएदेखि बाहेक आधार तहपछि प्रदान गरिने प्राविधिक शिक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुन बमोजिम हुनेछ हैन। यो सिटिबिटी एक्ट पनि छ, अरू पनि छन्। अब अभिभावकको पहिचान नभएका बालबालिकाको शिक्षामा को जिम्मेवार हुन्छ त भन्ने अर्को कुरा आउँछ। यसको जिम्मेवारी चाहिँ साथीहरू सम्बन्धित स्थानीय तह हुन्छ। हेर्नुहोस्, स्थानीय तहको जिम्मेवारी हुन्छ यसको। ल अगाडि बढौँ। अनि त्यसपछि यो अनुसार यो शिक्षा प्रदान गर्नका लागि व्यवस्था गर्ने चाहिँ स्थानीय तहको पनि फेरि सम्बन्ध वडा समिति हुन्छ। वडा समिति यसको जिम्मेवार हुन्छ, वडामा आउँछ। अब योग्य नहुने यो एकदमै पावरफुल कुरो छ। हेर्नुहोस् है, कार्यान्वयनको दृष्टिकोणले पछि के रहन्छ मलाई चाहिँ एकदम पावरफुल लागिरहेको विषय हो यो। हरेकचोटि पढ्दाखेरि प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सम्पूर्ण नागरिकले आधारभूत शिक्षा अनिवार्य रूपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने प्रयोजनका लागि सम्वत विक्रम सम्वत 2085 साल वैशाख 1 गते, हेर्नुहोस् है, धेरै टाढा पनि छैन यो, 2085 साल वैशाख 1 गते पछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति देहाएको कुनै पनि अवसर प्राप्त गर्ने योग्य मानिन्छ छैन। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको कुनै पनि सरकारी सेवामा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व, अनुदान वा नियन्त्रणमा रहेको कुनै पनि संस्थाको सेवामा प्रवेश गर्न नपाइने, कुनै पनि सरकारी, गैर सरकारी वा निजी क्षेत्रमा स्थापित कुनै पनि संस्थामा कुनै पनि पदमा निर्वाचित, नियुक्ति र मनोनयन वा कुनै रोजगारी प्राप्त गर्न नसकिने र कुनै कम्पनी, फर्म, सहकारी संस्था, गैर सरकारी संस्थाको संस्थापन गर्न वा त्यस्ता कम्पनीको, फर्मको, संस्थाको संस्थापक, सेयरधनी, सञ्चालक वा सदस्य कुनै पदाधिकारी हुन नपाउने भनेर राखेको छ। हेर्नुहोस् है, अब यो पहिले मनोनयन भइसकेको, पहिले 12 वर्ष उमेर पुरा गरेको हैन, पहिले त्यस्ता सुविधा भोग गरिसकेको हकमा चाहिँ यो कुराले कुनै असर गर्दैन। स्वास्थ्य र तथा बहुअपाङ्गताको सवालमा पनि यसले भेट्दैन, अरू बेलामा छुट छैन भन्ने कुरा छ। जसरी पनि आधारभूत तहसम्मको शिक्षा लिनु पर्यो भन्ने यसको सेन्स हो र कानुनी व्यवस्था हो। यो माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुन्छ। संविधानले पनि यही कुरा भनेको छ हामीलाई। यसमा अरू धेरै नबोलौँ। अब पाठ्यपुस्तक उपलब्ध गराउने सवालमा साथीहरू नेपाल सरकारको आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्ने प्रत्येक सार्वजनिक विद्यालयका बालबालिकालाई पाठ्यपुस्तक बाबतको रकम तोकिए बमोजिम स्थानीय तहलाई उपलब्ध गराउने। त्यस्तै स्थानीय तहलाई उपलब्ध गराउनु पर्यो र त्यो रकम प्राप्त भइसक्यो स्थानीय तहले फेरि पाठ्यपुस्तक खरिदको बाबतको रकम शैक्षिक सत्र प्रारम्भ हुन 3 महिना अघि नै सम्बन्धित विद्यालयले पठाउनु पर्यो र रकम प्राप्त गरेपछि विद्यालयले पाठ्यपुस्तक खरिद गरी विद्यार्थीको भर्नाको समयमा विद्यालयले उपलब्ध गराउनुपर्छ। यो व्यवस्था छ। हामी अलिकति ढिलो गरिरहेका छौँ कि जस्तो लाग्छ। अब शैक्षिक सामग्री प्रदान गर्ने कुरामा स्थानीय तहले आधार तहसम्मको शिक्षा प्राप्त गर्न सार्वजनिक विद्यालयमा भर्ना भएका आर्थिक रूपले विपन्न बालबालिकालाई आवश्यक कापी, कलम लगायत शैक्षिक सामग्री प्रदान गर्न सक्ने व्यवस्था रहेको छ। यो भयो। छात्रवृत्ति पनि प्रदान गर्न सक्छ। छात्रवृत्तिको सवालमा स्वास्थ्य उपचारको प्रबन्ध गर्न सक्छ। स्वास्थ्य उपचारमा अब विद्यालयमा पनि निःशुल्क रूपमा स्वास्थ्य उपचारको व्यवस्था गर्ने दायित्व विद्यालयको रहन्छ। स्वास्थ्य संस्थासँग सहकार्य गर्नुपर्ने हुन्छ। दिवा खाजा हैन, दिवा खाजाको पनि कुरा आउँछ।
स्थानीय तह मार्फत दिवा खाजाको व्यवस्थापन भइरहेको छ। हाम्रो विशेष गरी कक्षा 1-5 मा शिक्षणको माध्यम भाषा के हुने भन्ने कुरा अर्को विषय हो। विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा, अङ्ग्रेजी वा दुवै भाषा वा सम्बन्धित नेपाली समुदायको मातृभाषा हुन सक्छ। यसले प्रश्न बोलेको छ, परीक्षामा पनि महत्त्वपूर्ण छ, ख्याल गर्नु होला। नेपाली भाषा, अङ्ग्रेजी वा दुवै वा सम्बन्धित नेपाली समुदायको मातृभाषा। अब तपाईँ के बुझ्नुहुन्छ? नेपाली, अङ्ग्रेजी दुवै वा मातृभाषा, यसरी बुझ्नुहोस्। जुनसुकै कुरा लेखे तापनि कुनै नेपालीले, कुनै विदेशीले नेपालमा अध्ययन गर्दा अनिवार्य विषय अध्ययन गर्दा अनिवार्य नेपाली विषय अध्ययन गर्नुपर्ने अवस्थामा निजले चाहिँ चाहेको सट्टामा कुनै अरू भाषागत विषय अध्ययन गर्न सक्छ, अङ्ग्रेजी अथवा अरू कुनै विषय अध्ययन गर्न सक्छ विदेशी नागरिकको सवालमा। अब निजी लगानीका विद्यालय सेवामूलक हुने भनेको छ। प्रारम्भिक बाल विकास र तथा शिक्षा, आधारभूत शिक्षा सेवामूलक र कल्याणकारी रूपमा सञ्चालन गर्नुपर्छ निजी लगानीका विद्यालयले पनि भनेको छ। र निजीकाले चाहिँ विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय निःशुल्क शिक्षा प्रदान गर्नका लागि पनि स्थान आरक्षण गर्नुपर्छ, उनीहरूले कोटा छुट्याउनुपर्छ। जस्तै यो पनि इम्पोर्टेन्ट छ है, 500सम्म विद्यार्थी सङ्ख्या भएका विद्यालयले कम्तीमा 10%, 500देखि 800सम्म विद्यार्थी भएका विद्यालयले चाहिँ 12%, यो 12 हो, 12%। त्यसपछि 800 भन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयमा चाहिँ कम्तीमा 15%। अब 10%, 12%, 15%, तपाईँले 500, 800 र 800 प्लस भनेपछि याद गर्नुहोस् है। फेरि एकचोटि भने मैले 10, 12, 15%, 500, 800 र 800 प्लस, यति ख्याल गर्नुभयो भने हुन्छ। अब परिच्छेद 4 मा लागौँ। नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायका नागरिकलाई आफ्नो मातृभाषामा आधारभूत तह वा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्ने हक हुनेछ। आधारभूत तह वा माध्यमिक तहसम्म शिक्षा, मातृभाषामा शिक्षा कतिसम्म? ऐनले प्राथमिक तह भन्छ होइन, तर यसले चाहिँ साथीहरू माध्यमिक तहसम्म भन्छ, आधारभूत वा माध्यमिक तह, ख्याल गर्नुहोस्। शिक्षण संस्था सञ्चालन गर्नुपर्ने कुरा होइन, जुन समुदायबाट स्थापना भएको त्यहीबाट हुने कुराहरू आउँछ। परिच्छेद 5 मा बजेट विनियोजनको कुरामा चाहिँ नेपाल सरकारले प्रत्येक वर्ष आफ्नो बजेट मार्फत स्थानीय तहलाई विद्यालय तथा विद्यार्थी सङ्ख्या र विद्यार्थीले प्राप्त गरेको नतिजाको आधारमा, हेर्नुहोस् है, आधारहरू चाहिँ एउटा विद्यार्थी सङ्ख्या होइन, अर्को विद्यालय प्राप्त गरेको नतिजाको आधारमा आधार तथा माध्यमिक शिक्षाको प्रयोजनका लागि अनुदान रकम विनियोजन गर्छ। र प्रदेश सरकारले प्रत्येक वर्ष आफ्नो बजेट मार्फत स्थानीय तहलाई माध्यमिक शिक्षा माध्यमिक तहसम्मको शिक्षाको लागि प्रदेश कानुन बमोजिम निश्चित रकम अनुदानको रूपमा विनियोजन गर्नुपर्छ। र नेपाल सरकार तथा प्रदेश सरकार आफैले सञ्चालन गरेका वा अनुदान प्राप्त गरेका शिक्षण संस्थालाई नेपाल सरकार वा प्रदेश सरकारले सङ्घीय कानुन वा प्रदेश कानुन बमोजिम आवश्यक अनुदान वा रकम विनियोजन गर्नुपर्छ। नेपाल सरकारको पनि कुरा आयो, प्रदेश सरकारको कुरा आयो, स्थानीय तहले त भइहाल्छ नि। अन्य व्यक्ति वा संस्थाले पनि सहायता चाहिँ दिन सक्छन्, त्यसको कानुनी प्रक्रिया अपनाउनु पर्यो। यहाँ भनेको छ जस्तै हेर्नुहोस् त, विद्यालयले स्थानीय तह मार्फत स्थानीय तहको स्वीकृति लिनुपर्छ भनेको विद्यालयले अरू कसैको सहयोग लिनु पर्दाखेरि चाहिँ यसरी आउने भयो। निश्चित राष्ट्रमा गैर आवासीय नेपाली बाहेक विदेशी व्यक्ति संस्थामा कुनै सहायता रकम प्राप्त गर्नु अघि चाहिँ नेपाल सरकार अर्थ मन्त्रालय पूर्व सहमति लिनुपर्छ। गैर आवासीय नेपाली बाहेक अरूबाट चाहिँ फेरि अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्यो। कसो जरिवाना हुनसक्छ, अघि हामीले त्यहाँ अगाडि कुरा गऱ्यौँ, विद्यालयले भर्ना नगरेमा, परीक्षाको दिन रोक लगाएमा होइन, अरू नियम विपरीत कार्य गरेमा, स्थानान्तरण नदिएमा, यस्तो बेलामा चाहिँ कसुर लाग्ने र जरिवाना हुने हुन्छ। जस्तै हेर्नुहोस् त, क र ग बमोजिमको भने चाहिँ यहाँ क यो भई भर्ना गर्ने इन्कार गरेमा क भयो, यसरी हेर्न सक्नुहुन्छ। त्यसपछि अब ग भनेपछि पुनः भर्ना गर्न पनि होइन, पुनः भर्ना गर्नुपर्ने अवस्थामा पुनः भर्ना गर्न इन्कार गरेमा अथवा त्यही अनुसारको स्थानान्तरण प्रमाणपत्र दिने इन्कार गरेमा,
5000 सम्मको जरिवाना छ। 5000 सम्मको जरिवाना छ। त्यसपछि अब यो ख र घ बमोजिमकोमा चाहिँ 3000 छ। अब यो ख र घ भनेको तपाईँ हेरिहाल्न सक्नुहुन्छ। जस्तै यो निष्कासन गरेमा भयो हैन, निष्कासन गरेमा, विद्यार्थीलाई रेस्ट्रिकेट गरेमा, अथवा अरू कुनै हामी दफा 16 मा कुनै विपरीत कार्य गरेमा भने चाहिँ दफा 16 167 रिभाइज गरौँ। जस्तै हेर्नुहोस् त दफा 16 मा पनि रीतिरिवाजको कुरा आयो, गुम्बाको कुरा आयो हैन, पालना गर्ने कुरा। त्यसपछि शर्त अनुसार नगरेको गरेको खण्डमा त्यो भयो। अब अरू यो 27 बमोजिम पनि गर्न पाइएन, त्यहाँ हामीले नियमहरूको कुराहरू गरेका छौँ। यो न्यायिक समिति भन्नाले नेपालको संविधानमा धारा 217 मा न्यायिक समिति भन्ने छ हैन। न्यायिक समिति चाहिँ यो गाउँपालिकाको उपाध्यक्ष अथवा नगरमा भए हुँदी उपप्रमुखको संयोजकतामा 3 सदस्यीय हुन्छ। अब यो जरिवानाका कुराहरू पनि हामीले भन्यौँ। अब त्यसपछि विविध व्यवस्थामा अपङ्गता र दलित नागरिकको विशेष अधिकारको कुरा पनि यसमा छ। त्यस्तै सुविधा सम्पन्न नमुना विशिष्टीकृत घुम्ती विद्यालय सञ्चालन गर्न सक्ने नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सुविधा सम्पन्न नमुना विद्यालय पनि गराउन सक्छ, विशिष्टीकृत विद्यालय बनाउन सक्छ, अथवा घुम्ती विद्यालय वा यस्तै अन्य प्रकारको विद्यालय स्थापना गर्न सक्छ। त्यो अब प्रतिवेदन पेश गर्ने कुरामा अब यो प्रतिवेदन चाहिँ कस्तो छ भन्नुला भन्दा प्रत्येक गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले प्रत्येक वर्ष गाउँसभा वा नगर सभामा दिएका विवरणसहितको प्रतिवेदन पेश गर्नुपर्छ। एउटा सम्बन्धित तहमा सञ्चालन रहेका सार्वजनिक वा निजी विद्यालय तथा त्यस्ता विद्यालयमा अध्ययन गर्ने बालबालिका सङ्ख्या, विद्यालय कति छन्, बालबालिका कति छन् हेर्नुहोस् है। अनि आधारभूत तहमा भर्ना भएको बालबालिका, आधारभूत तहमा भर्ना भएर शिक्षा पुरा गरेका बालबालिका, आधारभूत तहमा भर्ना भएर ड्रप आउट भएका छोडेका विद्यार्थी, त्यसपछि आधारभूत तह माध्यमिक तहको लागि विनियोजित रकम र त्यसको स्रोतको खुलाउने, यी कुराहरू स्थानीय तहले हेर्नुहोस् त, स्थानीय तहले विवरण पेश गर्नुपर्छ। गाउँ सभामा, नगर सभामा यो अब गाउँ कार्यपालिका अथवा नगर कार्यपालिका हुने। त्यसपछि यो अन्य आवश्यक कुराहरू जानकारीको लागि वार्षिक रूपमा नेपाल सरकारको शिक्षा सम्बन्धी हेर्ने निकाय, हेर्ने मन्त्रालय, प्रदेश सरकारको शिक्षा सम्बन्धी हेर्ने मन्त्रालयमा पठाउनुपर्छ। भनेको अब शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि पठाउनु पर्यो, सामाजिक विकास मन्त्रालयमा पनि पठाउनु पर्यो। यसरी बुझौँ हामीले बुझ्दाखेरि। यिनै हुन् साथीहरू लगभग। अब मापदण्ड बनाउने अधिकारहरू यिनीहरूलाई नियम बनाउने अधिकार, फेरि यो नेपाल सरकारले यो ऐनको कार्यान्वयन गर्न आवश्यक नियम बनाउन सकिन्छ भनेर यहाँ दफा 40 मा रहेको छ। अब यसैलाई आधार मानेर चाहिँ फेरि अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली 2077 बनाइएको छ। यसको छलफल हामी अर्को भिडियोमा गर्नेछौँ। यहाँहरूलाई भिडियो कस्तो लाग्यो, यहाँहरूसँग अरू भिडियो यो विषयवस्तुसँग सम्बन्धित केही अरू जिज्ञासा अथवा शिक्षक सेवा आयोगका अध्यापन अनुमति पत्र, बढुवा अथवा अन्य यो सामान्य पत्र सम्बन्धीको कुनै जिज्ञासाहरू रहेको खण्डमा पनि यहाँले कमेन्टमा लेख्न सक्नुहुन्छ। भिडियोलाई अहिलेसम्म हेरिदिनु भएकोमा आभार प्रकट गर्न चाहन्छु। अब कुन विषयमा भिडियो आओस् जस्तो लाग्छ यहाँहरूले त्यो पनि कमेन्ट गरिदिन सक्नुहुन्छ र सोही अनुसार मैले भिडियो गराउनेछु। र भिडियो मन परेको खण्डमा लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गरिदिने, भिडियो सेयर गरिदिने गरी सहयोग गरिदिनु हुनका लागि र हौसला बढाइदिनु हुनका निम्ति पनि हार्दिक अनुरोध गर्दछु। र आजको यो भिडियोबाट चाहिँ यहाँहरूसँग बिदा माग्छु। नमस्कार, धन्यवाद साथीहरू।